छोरा मान्छेको माइत हुन्छ हुँदैन नि। जन्मे पनि यही गर, मरे पनि यही गर, मनमा दुःख भयो भनेर रुँदै बाटोतिर मान्छेलाई सुनाउनु सक्दैन नि, किनकि ऊ त छोरा हो। छोरा रुनु त मजा आउँदैन। छोरा रुयो भने त हेर्न कस्तो खालके नामर्दो रहेछ, हिजाडा रहेछ। छोरा मान्छे भएर पनि रुँदै हिँड्दैछ। छोरा मान्छेले सक्दैन क्या, मेरो बुढीले कमाउँदैन, मेरो बुढीको कमाइ छैन, मेरो बुढी गरिब छ अथवा मेरो बुढीको बुद्धि छैन, मूर्खता हुन्छ छोरा मान्छेको त्यति बेला। त्यो चाहिँ अन्त छोरा मान्छेले त्यो पनि भन्नु सक्दैन। इभन छोरी मान्छेले डाइरेक्ट भनिदिन्छ, यसले कमाएर ल्याए पो म घरद्वार गर्नु, अगाडि बढाउनु भन्नु सक्छ, तर छोरा मान्छेले सक्दैन। त्यही फरक छ क्या। अन्त त्यही भन्न चाहन्छु म होइन मेरो दाजुभाइ दिदीबहिनीहरूलाई। 1 ब्युटिफुल हार्ट इज बेटर देन 1000 ब्युटिफुल फेसेस भन्छ क्या। 1000वटा सुन्दर मुहार भन्दा एउटा सुन्दर मुटु राम्रो हुन्छ अरे क्या। 1000वटा सुन्दर मुहारहरू भन्दा एउटा सुन्दर मुटु नै एकदमै धेरै राम्रो हुन्छ अरे होइन। त्यस्तै गाइस, मैले अस्ति एउटा भिडियो बनाएको थिएँ नि, त्यसमा के भनेको थिएँ भन्दाखेरि आजकलको भाइ बहिनीहरू होइन, विशेष बहिनीहरूले घर अब बिहा गर्दै आउँदै घर छुट्दै अब झै झगडा हुँदै अशान्ति हुँदै भनेको थिएँ होइन। त्यसमा धेरै कमेन्टहरू आएको रहेछ। त्यसमध्ये एउटा कमेन्ट पढेको थिएँ मैले, भाइले चाहिँ खालि छोरा मान्छेलाई अगाडि बढाउँदो रहेछ, छोरा मान्छेको मात्रै बढी बढाइ गर्दो रहेछ, छोरा मान्छेको मात्रै प्रोत्साहन दिँदो रहेछ, यो टाइपको आएको थियो होइन। म उहाँलाई भन्न चाहन्छु, होइन मैले छोरालाई अगाडि बढाएको होइन, छोरा मान्छे मात्रै भयङ्कर खतरा हो भन्नु खोजेको पनि होइन, अनि छोरी मान्छे मुनि हो भन्नु पनि खोजेको होइन। मैले बस यति नै भन्नु खोजेको हो कि धेरैवटा ठाउँहरूमा, धेरैवटा गाउँहरूमा, धेरै घरहरूमा हेर्दाखेरि काहीँ न काहीँ छोरी मान्छे मिसप्लेस भइरहेको हुन्छ क्या। मतलब ऊ मिसगाइड भएर मिसअन्डरस्ट्यान्डिङ गरेर हिँडिरहेको देखेको छु क्या। छोरा मान्छेको माइत हुन्छ हुँदैन नि। जन्मे पनि यही गर, मरे पनि यही गर, मनमा दुःख भयो भनेर रुँदै बाटोतिर मान्छेलाई सुनाउनु सक्दैन नि, किनकि ऊ त छोरा हो। छोरा रुनु त मजा आउँदैन। छोरा रुयो भने त हेर्न कस्तो खालके नामर्दो रहेछ, हिजाडा रहेछ। छोरा मान्छे भएर पनि रुँदै हिँड्दैछ, छोरा मान्छे भएर पनि कोही रुन्छ भन्ने खालको यस्तो लान्छनाहरू लाग्छ होइन। अन्त छोरा मान्छेको मनमा धेरै पीडा हुन्छ, धेरै दुःख हुन्छ, तर पनि रुनु सक्दैन। छोरी मान्छे जस्तो घरमा अलिकति खाटाकुटुक झगडा गयो, माइत जान्छ, माइत गएर बस्नु, उसले केही दिन आराम लिन्छ होइन, रुन्छ, कराउँछ, त्यो सब छोरा मान्छेमा हुँदैन। छोरा मान्छे निरन्तर मुटु जस्तो क्या। यो मुटु मान्छेको मुटु हुन्छ नि, मान्छे सुत्यो नि मुटु ढुकढुक ढुकढुक चलि नै रहन्छ होइन। त्यस्तै हो छोरा मान्छेको जात पनि। ननस्टप धड्किनुपर्छ, ननस्टप चल्नुपर्छ, ननस्टप हिँड्नुपर्छ। चाहे त्यो दुःखको बेलामा होस् गर्नै पर्यो, खुसीको बेलामा होस् गर्नै पर्यो, अशान्ति बेलामा होस् गर्नै पर्यो, शान्ति बेलामा होस् गर्नै पर्यो। त्यस्तो हुन्छ होइन। अनि त्यही भएर चाहिँ छोरा मान्छेलाई म आफै स्वयं छोरा मान्छे हो, त्यही भएर म छोरा मान्छेको दुःख बुझ्नु सक्छु क्या, दुःख बुझ्नु सक्छु। कतिपय त यस्तो भएर आज छोरा मान्छे विदेशमा बसेर पैसा कमाउँछ, यता बुढी अर्कैसँग लागेर पैसा सैसा सबै उडाएर उसको त्यत्रो 2-4 सालको मेहनत खेर जान्छ, घरमा आउँदैन, परिवार साथमा छ न, पैसा हातमा छ, त्यस्तो हुन्छ होइन। अनि मैले छोरा मान्छेलाई कदापि अगाडि लानु खोजेको होइन। छोरी मान्छे पनि छ, धेरै छोरी मान्छेहरू पनि यस्तो छ कि आफ्नो ज्यान प्राण दाउमा लगाएर आफ्नो घर परिवार सञ्चालन गरेर अगाडि बढिरहेको हुन्छ, इज्जत राखेर, घर परिवारको मर्यादा बुझेर इज्जत राखेर अगाडि बढ्ने कार्यक्रमहरू गरिरहेको, यो म देखि नै रहेको छु होइन। यो विषयमा मैले भने नि कम्प्लिकेटेड छ क्या। अब छोरा मान्छेलाई हेर्नु पऱ्यो भने मैले अघि नै भने नि, छोरा मान्छेलाई चाहिँ एकदमै धेरै उयो छ क्या, प्रेसर छ क्या छोरी मान्छेलाई भन्दा। छोरी मान्छे त सिधै जवाब दिन्छ, खोइ यसले कमाएर ल्याए पो हुन्छ, यसले कमाएर त ल्याउँदैन, यसले गर्दा त गर्दैन, मेरो त बुढाइ बेकार छ। अन्त फेरि अर्को लाइनमा फेरि कमेन्ट आएको रहेछ होइन, एकजना सिस्टरकै, उहाँले भन्नुहुँदै थियो जति गर्दा पनि नभएपछि के गर्नु त, कति सुधार्ने कोसिस गर्दा पनि सुध्रिँदैन, त्यति बेला के गर्नु, घर परिवारको कुटाइ खाँदै अबुझ मान्छेसँग जिन्दगी बिताउनु पनि सकिँदैन। हो ठिकै हो तपाईँको भनाइ, कोसिस चाहिँ गर्नुपर्छ, कोसिस गर्दा पनि भएन भने चाहिँ त्यो मान्छेलाई चाहिँ छोड्नै पर्छ होइन। तर कतिपय ठाउँहरूमा त अब हामीले देखेको पनि छौँ होइन, धेरै कोसिसहरू गरेको बावजुद मान्छे सुध्रेको पनि छ। मान्छे त हो सुध्रिने होइन, बिग्रेको मान्छे त सुध्रिन्छ, सुध्रेको मान्छेलाई त के सुधार्नु होइन। बिग्रेको मान्छेलाई सुधार्नुपर्छ, बिमारी मान्छेलाई राम्रो बनाउनुपर्छ होइन, रोगीलाई निरोगी बनाउनु सक्नुपर्छ। त्यही हो, कोसिस गर्दा पनि भएन भने चाहिँ त्यसलाई छोडिदिने, नयाँ जीवन आफ्नो पाराले, नयाँ सुरुवातले नयाँ संसार चलाउने होइन। अन्त एकचोटि कोसिसै नगरी त्यो फ्यात्ते छोडेर हिँड्नु चाहिँ मिल्दैन, त्यो चाहिँ अब उसको नै गल्ती देखिन्छ होइन। अनि छोरी मान्छेलाई जहाँ टर्चर हुन्छ, जहाँ अप्ठ्यारो हुन्छ, जहाँ कप्रेर हुन्छ, त्यहाँ गाउँ समाज हुन्छ, कानुनी व्यवस्था हुन्छ, पक्ष दुई पक्ष बसिन्छ होइन, धेरै कामहरू हुन्छ, धेरै चिजहरू हुन्छ। तर त्यसरी लाइफलाई ड्यामेज गर्ने हिसाबले कालो गयो गोरो आउँछ भन्ने हिसाबले हिँड्यो भने चाहिँ अब त्यो बानी लाग्छ होइन एकदम। र त्यसैले हो साथीभाइ होइन, एउटा सुन्दर मुटु चाहिँ हामीले जहिले पनि राख्नुपर्छ, चित्तलाई शुद्ध बनाउनुपर्छ, भोलि बुद्ध हुनसक्छ होइन। अन्त त्यो अनुहार मात्रै राम्रो भएर लिपापोती मात्रै गरेको चम्किलो अनुहारले खानु दिँदैन। अनुहार हेरेर नजाऊ बहिनी,
राम्रो अनुहारले खान दिँदैन